फेसबुक ह्याक भइहाल्यो भने के गर्ने facebook.com/HACK ह्याक हान्ने त्यो हाने पछाडि एउटा पपअप खुल्छ फेसबुकमै त्यो खुल्ने पछाडि चाहिँ आफूलाई भेरिफाई गर्न ट्राई गर्ने त्यही एउटा लास्ट अप्सन हो। अनि आजकल चाहिँ कति केसहरू चाहिँ के रहेछ भन्दाखेरि म तिम्रो एकाउन्ट रिकभर गरिदिन्छु न ठग्ने मान्छे टन्ने रहेछ त्यतातिर चाहिँ कहिले पनि नलाग्नु। जेमा पनि काहीँ ठग्ने मान्छे त आइहाल्यो जस्तै तपाईँको फेसबुक ह्याक भयो अरे आफ्नो साइटबाट facebook.com/hackमा जानु त्यहाँ ट्राई गर्नु भयो भने फाइन भएन भने कसैलाई 1 रुपियाँ पनि दिन आवश्यक चाहिँ छैन। फर इक्जाम्पल हामीले फ्रीमा चलाइरहेको छ प्लेटफर्म मैले पनि चलाउनु फेसबुक त्यही हो त तपाईँ चलाउनु पनि त्यही हो एउटा मान्छेलाई पैसा त्यसले ल्याउन सक्दैन त्यही भने त्यो कुराहरू बुझ्नु पर्ने। सो भनेपछि तिम्रो फोन एकचोटि ह्याक भइसक्यो भने होइन तिमी पासवर्ड फेर जेसुकै गरेर त्यो सक्यो सधैँलाई भयो त्यो। त्यसमा चाहिँ दुईवटा सिनारी हुनसक्छ दाइ। अब त्यो ह्याक गर्ने मान्छे चाहिँ कुन लेभलको हो त जस्तो एउटा प्रोफेसनल हो भने उसले आफ्नो एउटा ब्याकडोर राखेको हुन्छ कि जस्तै एकचोटि घरमा छिरेपछि फेरि आउनु पऱ्यो कसरी आउने ब्याकडोर भन्छ क्या हामी चाहिँ त्यसलाई चाहिँ त्यो राखेको छ कि छैन होइन। अब कोही भर्खरै सिकेको छ अरे गर्दा गर्दा ल ठ्याक्क कोड हान्दा ल चल्दै त हाल्यो भइहाल्यो भन्यो भने चाहिँ उसले चाहिँ सक्दैन दाइ। तर त्यहाँ पनि लेभल भयो कि कुन लेभलमा छौ अब बिगिनर हो कि अलि एडभान्सतिर गएको छ कि अलि लेभलमै छ भने त